हेलो गाइजहरु हैन अहिले चाहिँ म डुमडुमे के रे डुम्बा ताल आएको छु यहाँबाट यो अब म गेट प्रवेश गर्दै छु है निकै रमाइलो ठाउँ छ हैन भाइरल गराउनु पर्छ है दिदी यहाँ चाहिँ टिकटको चाहिँ अब 30 रुपैयाँ लिँदो रहेछ यसरी सर म जाँदै छु जाडो चाहिँ जाडो छ खेल्ने ठाउँहरु छ यहाँनिर है यहाँ चाहिँ डुम्बा ताल लेक रेस्टुरेन्ट रहेछ यहाँ खाना बस्नलाई पनि खानलाई हुने रहेछ जाडो धेरै त्यो चारैतिर डाँडा पाखा सहितको यहाँ पिङ खेल्ने ठाउँ पनि छ है यहाँबाट मसल्ला देखाउँछु मास्तिरबाट ताल चाहिँ यही हो जान्छु म ल त गीत खोज्दै उद्घाटन गरेर यहाँ डुम्बा ताल यही हो ताल चाहिँ ठुल्ठुला सल्लाहका रुखहरू पनि रहेछ हैन चट्ट परिक्रमा लाउने ठाउँ रहेछ है आई लभ डुम्बा ताल ल अरू म छोटो छोटो क्लिप बनाउँदै जान्छु है हेलो गाइजहरु है अहिले चाहिँ म डुम्बा ताल आएको छु यो जमसमको अलिक मास्तिर पर्दो रहेछ जमसमदेखि कट्ने मुस्ताङ जाने बाटोकै राइट साइड लाग्नु पर्ने रहेछ हैन यो डुम्बा ताल देखिहाल्नुपर्छ निकै रमाइलो छ यतातिर हिमाल पनि देख्नुहुन्छ यता हरियाली देख्न सक्नुहुन्छ है तपाईहरुले आउनुस् तपाईहरु पनि घुम्नुस् है रमाइलो गर्नुस् आफ्नो फ्यामिली आफ्नो परिवार अब गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्डसँग बुढी छ भने बुढीसँग हैन कोसँग छ मिलाएर आउनु नि
हेलो गाइजहरू, म चाहिँ अब यो डुम्बा ताल घुम्ने क्रममै छु होइन। यो ताल भइगयो, यता ताल साइड छ भनेदेखि यता चाहिँ हिँड्नको लागि हेर्नको लागि चारैतर्फबाट हेरोस् भन्नेको लागि चाहिँ यो बाटो बनाइदिएको होला। गाह्रो चाहिँ पिसाब, यो जाडो ठाउँमा फेरि पिसाब चाहिँ धेरै लाग्छ कि, तर पिसाब गर्ने ठाउँ चाहिँ रहेनछ। ठिकै छ, म्यानेज गर्दै गर्नुपर्छ है। साथीहरू, अब यो डुम्बा ताल घुम्ने क्रममा होइन, यही हो ताल, देखिसक्नुभयो है। अब यसरी छ हेर्नु होला। डुमडुम ताल घुमेर अब फर्किँदैछु। अब मेन गेट उतातिर छ, यतातिर जाँदैछु होइन। के रमाइलो छ ठाउँहरू है। ल साथीहरू, यो चाहिँ यस्तो छ है ताल सरसँगले। यस्तो छ है। तर एउटा डमडमे तालको चाहिँ के भन्छ, डम्फे तालको चाहिँ अहिले भर्खरै बिर्सेँ नाम मैले। टोयलेटको चाहिँ राम्रो व्यवस्था नभएको, टोयलेट भए पनि सरसफाइ नभएको, क्लिन नभएको रहेछ है। यति यहाँको चाहिँ एउटा नराम्रो पोइन्ट। तपाईँहरूले मेरो पछाडिको हिमाल देखिसक्नु भएको छ होइन, धेरै राम्रो छ। आएको है ल गाइज, घुमाइ यस्तै हो होइन। यो हेलमेटले कपाल चाहिँ सबै छुट्टै बनाइदिइसक्यो।